सम्पूर्ण साथीहरुमा नमस्कार। मैले चाहिँ हिजो बनाएको भिडियोबाट चाहिँ मैले राम्रो प्रतिक्रिया पाएँ, जसले गर्दा चाहिँ मलाई अझ उत्प्रेरणा मिलेर चाहिँ मैले अर्को भिडियो पनि बनाउने जमर्को राखेको छु। कृपया यसलाई पनि स्किप नगरिकन अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। मैले हिजो मेन्टल हेल्थको बारेमा चाहिँ मेन्टल हेल्थ कन्डिसनको बारेमा चाहिँ प्रस्तुत गरेको थिएँ। आज चाहिँ म त्यही मेन्टल हेल्थलाई चाहिँ कसरी चाहिँ ब्यालेन्स गर्ने भन्ने कुरा चाहिँ आफूलाई लागेको कुरा, थाहा भएको कुरा चाहिँ हजुरहरु सामु चाहिँ शेयर गर्न गइरहेको छु। मेन्टल हेल्थ चाहिँ एकदमै इम्पोर्टेन्ट छ हैन। त्यसको लागि चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ हामीमा चाहिँ पेशेन्स लेभल हुन चाहिँ एकदमै आवश्यक छ हैन। हामी त घर छोडेर हिँडिसकेको हौं नि त। सो पेशेन्स लेभल चाहिँ एकदम हुनु पर्यो। हतारमा चाहिँ हामीले रिजल्ट खोज्नु भएन के। स्ट्रगल फेजमा छौं नि त। 1 वर्ष त लाग्छ, 2 वर्ष लाग्छ। सो हामीले चाहिँ हतारमा रिजल्ट चाहिँ खोज्नु भएन। धैर्य त एकदमै हुन आवश्यक छ। र अर्को कुरा भनेको आवश्यक भनेको चाहिँ हामीले चाहिँ कम्प्यारिजन गर्ने बानी हुन्छ नि एकअर्कालाई, त्यो पनि एकदमै गर्नु भएन। हामीले चाहिँ हामी चाहिँ के गर्छौं भन्दाखेरि चाहिँ फलानाले चाहिँ यति धेरै प्रगति गरिसक्यो, उसले त 2 महिनामै यति धेरै घरमा पैसा पठाउन थालेको छ रे, उसले चाहिँ आको 3 महिनामै फलानाले चाहिँ नयाँ मोडलको आइफोन किनेछ हैन, यस्तो किनेछ, उस्तो किनेछ, गाडी किनिसकेछ, यस्तो खालको सुन्छौं। अनि आफूलाई कम्पेयर गर्छौं के, ला मैले चाहिँ केही गर्न सकेको छैन। हो, त्यो पनि गर्नु भएन। किनभने हैन टाइम लाग्छ नि त सक्सेस हुनको लागि, आजको भोलि हुँदैन। सो हैन, आफूले धैर्य राखेर हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि अरूसँग कम्प्यारिजन गर्न भएन। अनि अर्को कुरो भनेको चाहिँ हामीले धेरै एक्सपेक्टेसन राख्छौं नि, त्यो एक्सपेक्टेसन पनि धेरै राख्नु भएन कसैसँग पनि हामीले हैन। चाहे आफ्नो फ्यामिलीसँग होस्, चाहे आफ्नो पार्टनरसँग होस्, चाहे आफ्नो साथीसँग होस्, जोसँग पनि हामीले चाहिँ धेरै एक्सपेक्टेसन राख्नु भएन। धेरै एक्सपेक्टेसन राख्यो भने चाहिँ त्यसले पनि हाम्रो मेन्टल हेल्थलाई चाहिँ असर गर्छ। अनि त्यस्तै गरेर अर्को कुरो भनेको चाहिँ हामीलाई मेन्टल हेल्थलाई असर पार्ने भनेको अनि अर्को कुरो भनेको चाहिँ हामी चाहिँ आफ्नो इमोसन्सहरुलाई पनि कन्ट्रोल गर्न सक्नु पर्यो के हैन। कस्तो हुन्छ भन्दाखेरि हामी चाहिँ सानो कुरामा पनि आत्तिहाल्ने हैन, रोइहाल्ने, जिद्दी गर्ने, त्यस्तो बानीहरुलाई पनि हामीले चाहिँ हटाउनु पर्यो। अनि मात्र हामी चाहिँ खुसी हुन सक्छौं। त्यसैले साथीहरु धेरै भावनामा डुबेर भन्दा पनि चाहिँ आफूलाई चाहिँ स्ट्रङ साबित गरेर मेन्टली चाहिँ आफू प्रिपेयर भएर चाहिँ बसेको चाहिँ राम्रो हैन। यो ठाउँमा नौलो ठाउँ हैन, परिवारदेखि टाढा, होम सिकनेस त हुन्छ नै हुन्छ, हुन सक्छ हैन। सो सबै कुरोलाई चाहिँ हामीले चाहिँ म्यानेज गरेर ब्यालेन्स गरेर हैन चाहिँ हामी अगाडि बढ्यौं भने चाहिँ अवसर छ हैन, चुनौती पनि छ, अवसर पनि छ। एउटै कुरो के गर्नु पर्यो भन्दाखेरि चाहिँ हामी चाहिँ मेन्टली चाहिँ एकदमै स्ट्रङ हुन चाहिँ आवश्यक छ। सो एकदम आफू चाहिँ के हुनुहोस् भन्दाखेरि मेन्टली प्रिपेयर हुनुहोस्। म दुःख गर्न गएको, स्ट्रगल गर्न गएको हो भन्ने खालको माइन्ड मेकअप राखेर चाहिँ जस्तै काम पनि सानो होस् ठुलो होस् हैन, गर्नै पर्छ। काम भनेको ठुलो सानो हुँदैन। कतिपयलाई त हैन कस्तो लाग्छ भन्दाखेरि आफ्नो देशमा, आफ्नो घरमा भनौं न, त्यस्ता झिना मसिना काम गरेको हुँदैन। हामीले चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो नेपालको कन्टेक्स्टमा चाहिँ जस्तो क्लिनिङको कामहरु गर्ने हैन, त्यो पोर्टरको काम गर्नेलाई चाहिँ हामीले चाहिँ एकदमै लो लेभलको मान्छे ठान्छौं नि त। तर विदेशमा चाहिँ त्यस्तो हुँदैन। सबैलाई चाहिँ, सबै कामदारलाई चाहिँ एकदमै इक्वली चाहिँ रेस्पेक्ट दिन्छन् यहाँनिर चाहिँ है। सो
तपाईँले चाहिँ त्यो काम होइन, सानो काम, क्लिनिङको काम अथवा कुनै काम गर्नु भएको छैन भने पनि त्यसमा चाहिँ त्यो कुरालाई लिएर चाहिँ दुःखी हुनु भएन। काम हो, म जस्तै पनि गर्छु भन्ने खालको चाहिँ एउटा माइन्ड मेकअप चाहिँ हुनु पर्यो। स्ट्रगल गर्न आएको म गर्छु होइन। एबिसी जसले पनि गरेछ स्ट्रगल फेजमा, कोही पनि एकैचोटि चाहिँ टुप्पोमा पुगेको छैन कि। यहाँनिर स्टुडेन्टहरू आएर स्टुडेन्ट भिसामा आउने मान्छेले डाइरेक्ट चाहिँ कसै पनि त्यहाँनिर लेक्चरर भएको छैन। डाइरेक्ट चाहिँ कोही पनि त्यहाँनिर चाहिँ होइन ठुलो पदको मान्छे हुन सकेको भएको छैन के। ग्राउन्ड लेभलदेखि नै माथिल्लो लेभलमा पुगेका हुन् सबै हो। त्यही भएर चाहिँ आत्तिनु चाहिँ हुँदैन। आफूलाई धैर्य राखेर, आफूमा विश्वास राखेर, आत्मबल बढाएर चाहिँ अगाडि बढ्यो भने अवश्य पनि शिखर चुम्न सकिन्छ भन्ने लाग्छ मलाई चाहिँ। हस्, थ्याङ्क यू।